साथीहरू, आमाले भन्नुहुन्छ नि र एउटा कहावत पनि सुन्नु भएको होला कि भले तपाईँले दुई छाक खानु परोस् होइन, समयले जहाँ पनि पुगाओस्, परिस्थिति जस्तो पनि र बस्ने घर माथिको छत चाहिँ तगडा हुनु पर्यो। र मेरो आज बुढाले मेहनतले बनाएको, दुःखले बनाएको घर जो कि अनकम्प्लिट तपाईँहरूलाई म देखाउने छु र कम्प्लिट पनि भएको छैन, तर पनि मलाई आज तपाईँहरूलाई आफ्नो घर देखाउनु मन लाग्यो होइन। मेरो घरको होम टुर तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो र मेरो यो भिडियो लास्ट तक हेरिदिनुहोस् होला साथीहरू हो। भले घर त सबैले दुःखले बनाउँछ, सबैले मेहनतले बनाउँछ, यो होइन कि कसैले आसानीले बनाउँछ, सबैले दुःखले बनाउँछ होइन। घर पनि कसले चाहिँ दुःखले बनाउँदैन। र यो घर चाहिँ मेरो अहिले फिलहाल चाहिँ लक छ, किनभने चाहिँ म चाहिँ सरेको छुइनँ, मेरो घर पुरा भएको छैन। र म योभन्दा अगाडि चाहिँ म पन्जाबमा थियो हो, 1.5 सालसम्म चाहिँ मेरो यो घर बन्द थियो। र आज म उताबाट आएर पन्जाबबाट आएर चाहिँ घर पनि हेर्नु र प्लस मलाई अलिकति घरमा काम पनि थियो भनेर चाहिँ म तपाईँहरूसँग त्यही विषयमा म तपाईँहरूसँग यो भिडियो पनि तपाईँहरूसँग सेयर गरिदिन्छु भनेर चाहिँ मैले सानो सानो क्लिप लिएको छु हो। लास्ट तक हेरिदिनु र माया दिनुहोस् र आउनुहोस् मेरो घरभित्र पछि चाहिँ सबैभन्दा फर्स्ट चाहिँ मेरो पूजा रुम आउँछ। पूजा रुमको पूजा रुम भन्दा पनि साङ रुम र छेउमा चाहिँ छ सानो लिभिङ रुम जो कि मान्छेहरू आएपछि बस्ने, त्यहाँदेखिको हल रुम हो। हल रुमको चाहिँ साइडमा दुईवटा देख्नु हुँदैछ, दुईवटा रुम। र यो चाहिँ हो मेरो पानीको मोटर होइन। यो चाहिँ हो मेरो मास्टर बेडरुम हो, यो चाहिँ मतलब पर्सनल बेडरुम हो हाम्रो चाहिँ हो। र हेर्नु हुँदै होला कि घरभित्र हेर्नु कति काम परिरहेको छ हो। अनि यो चाहिँ हो मेरो माथि जाने टेरिस, मतलब कि छतमा जाने सिडी हो। र यो चाहिँ हो कमन लेट्रिन बाथरुम होइन, जो कि गेस्टहरू आयो भने युज गर्ने हो होइन। यो चाहिँ हो मेरो मेन बिचको हल रुम। अन्त यो चाहिँ साइडमा मेरो सानो चिटिक्क परेको किचन छ, बेसी ठुलो पनि छैन साथीहरू। मैले एकदम ठुलो घर पनि बनाएको छुइनँ। ठुलो घर चाहिँ मलाई पनि मन पर्दैन, किनकि आफूलाई नै सम्हाल्नुपर्छ, कति अप्ठ्यारो हुन्छ। र ठुलो घर बनाउनुको लागि थाहा छ सबै पैसा हो होइन, पैसाले नै भन्छ साथीहरू। र मलाई यो बात चाहिँ यति चाहिँ थाहा छ कि यो घर चाहिँ मैले जब सुरु गरेँ बनाउनुको लागि नयाँ नयाँमा मेरो नानी सानो पनि थियो र मैले मतलब म्यानेज गरेँ यो घरलाई। यता पनि मिस्त्रीहरू हेर्न आउनु, प्लस उता बालाखा नानीलाई पनि सम्हाल्नु, के अरे यता घरमा कहिले के छैन भन्ने, कहिले के छैन भने कति मलाई अप्ठ्यारो भयो साथीहरू। त्यतिखेर मलाई बुढा पनि थिएन। हामीले यो घर बनाएको चाहिँ साथीहरू एकदम टक्कै 1.5 साल भयो हो। 1.5 सालदेखिको चाहिँ यो मेरो चाहिँ घर म बनाइसकेर नि म तुरन्तै पन्जाब गएको, त्यहाँदेखिको बनको बन्द भयो होइन साथीहरू। अब भगवानको कृपाले चाहिँ कतै आस्ते आस्ते अब कम्प्लिट हुन्छ कि भनेर आशा गर्दैछु होइन। भए पनि हालिहालोस्, किनकि म छिट्टै सर्छु पनि भनेर भन्दैछु। र साथीहरू यो माथिबाट चाहिँ मेरो छतको माथिबाट चाहिँ स्कुल, डिपिएस स्कुल चाहिँ एकदम छेउमा छ। साइडबाट चाहिँ साथीहरू मेरो घर चाहिँ यस्तो देख्छ, हेर्नुहोस् होला होइन। माथि पनि कति काम बाँकी नै छ अहिले हो। र आस्ते आस्ते भइहाल्छ होइन घर। र मेरो यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू भन्नुहोस् होला।